तल आइपुग्यौँ हेलो हेलो ल मन्दिर राम्रो चाहिँ हाँस हेर्छौँ त हेलो अब हामी चाहिँ यहाँ स्मारक यात्रा झल्ला आइदिएका छौँ गीतको तालमा नाच्दै हिँडिराखौँ यहाँ चाहिँ मनको यहाँ चाहिँ आरबी छ नाकमा सेतो सिँगान बोकेर हिँडिन्छ ज्वरो आइदियो उसलाई हेलो यसले सिँगान लाग्यो आयो भाषा भनिदेऊ न आयो भाषा भनिदेऊ न रुमालले पुस्निन्छु भन्न कति पोतो देखेँ किन देखेँ अलि एडिट गर्नुपर्छ अनि हल्छ तपाईँ अहिले तिनीहरू चाहिँ घरबाट आउँदैछन् भाउजू लिन जानुभएको ल हामी यहाँबाट हिँडेँ फेरि हेलो हेलो एकछिन चाहिँ अगाडि यो धेरै हामी चाहिँ सबैको भेट भयो होइन हामी स्मारक आइपुग्यौँ नानी चाहिँ बढी चमचम भएको थियो किनभने अहिले धेरै नाच्छु भन्दैछु होइन ल आरबी टेका त ओ माइजूले औषध किने हो औषध किने छैन अब अनि औषध चाहिन्छ नि त्यसलाई त अब ऊ चाहिँ खुट्टा बङ्गाउँदै हिँड्ने बानी छ उसको होइन यो सुरुवाल नै पछाडि लगाइदिए जस्तो अगाडि चाहिँ पछाडि माइजूले या चाहिँ हाम्रो मम्मी तपाईँलाई आज कस्तो फिल भइरहेको मम्मी तपाईँलाई आज कस्तो फिल भएको होइन आउँदाखेरि रमाइलो लाग्यो कि बेकार आइज जस्तो फिल भएको कि कस्तो भएको मन्दिर होइन नि त यो त घुम्नलाई खानलाई नाच्नलाई रमाउनलाई यसले चाहिँ अहिले पानी खाएर सकै अहिले खाने श्रेया हाई भनिदेऊ हाई भनिदेऊ श्रेया अच्छा आरबी हाई भनिदेऊ हाई फाई गरिदेऊ ल हाई गरिदेऊ ल हेलो गाइस हाम्रो ग्रुप आइयो चाहिँ हाम्रो घुम्ने स्थान हो स्मारक हेटौँडा स्मारक हामी आइसकेका छौँ हामी पहिला किन यता गएको पहिला उता गएर आउने होइन त केही नि हुन्न यहाँबाट गयो राउन्डिङ लगाउने अनि माथि जाने ल अरू श्रेय सर्जीमा हजुर ल के छ खबर ठिक छ तपाईँको कपाल ठिक छ नि हेलो हेलो दिदीको फर्स्ट एक्सपिरियन्स हो है बिहे पछि गए दुईटा छोरा जन्मेपछि गाला के दिसियो त टल्का किरा आएर बाउडा धल्लु दली जेट सोच्छु त्यो दामी फुल छ हेर्नु त स्मारक हाम्रो हेटौँडा राम्रो हेटौँडा हामी थाहा छ किन सानो सानो बनाएको छु सबै काट्दै श्रेया चाहिँ धेरै गर्नु लुगा किन खएपछि चाहिँ अलिक फ्रेस तपाईँले भने हस् हस् भन्नुभयो भने त घरमा अनि के छ सम्झाइरह भनेर मम्मी हाउ आर यु यस्तो यस्तोहरू चाहिँ यस्तो डिफ्रेन्ट कलर डिफ्रेन्ट तरिकासँग घाम घाम हेर्नु घाम हामीले गर्दाखेरि चाहिँ एकदम घाम हाम्रो यहाँको हाम्रो डोनर चाहिँ उहाँ हो है चस्मा लाउने हेलो चस्मा लाउने केटी हेलो हेलो त्यही हो है चस्मा लाउने डोनर ब्लर आएर
वाउ सो नाइस हेर त आरबी वाउ आरबीलाई चाहिँ धेरै मन पर्छ हैन मुसो उ पनि मुसो छ नि नाकमा सिङ्गा अलिकति दर्द कति मिठो भान्जीको सिङ्गा नि मिठो छ उ त्यहाँ उ यसकै ब्यागमा छ ए सलाउनेहरूको सल्लाह पुछ्न पर्छ गयो कम बाँकी चाहिँ यो पनि हाम्रो हो होइन के हो यो ऱ्याबिट हरायो है हेर्नुहोस् त कति राम्रो छ धेरै टाइम भयो र मम्मीलाई धेरै हेर्न मन लाग्छ हेरे हुनुहुन्छ के भिडियो गिद्दी के यसको नाम यो परेवा हो व्हाइट कस्तो ब्लर आएको हो बल्ल आउन त्यसलाई के लाएर भनेर केराहरू थियो नि घरमा हो यही हो तपाईँहरूको गाउँमा आएको यही हो यो चाहिँ पाटे बाघ हो होइन नजिक उमन तेरो अहिले यो चाहिँ बाघ जस्तै छ त्यही भएर उसलाई बाघलाई नै जिस्काउँछ हेर त बाघ देखाउनु है सानी त्यहाँ अलि राम्रोसँग सुतिरहेको बाघ हो उठेर नजिस्कान छोड्दे बोलाउन मम्मीलाई मयूर हेर्नु हेर्नु छोडी कति राम्रो एउटा राम्री हो मयूर त राम्री भालेले हुँदैन नि हाम्रो चाहिँ यो मङ्की हो होइन यहाँको मङ्की थाहा छँदैछ एकदम फेमस मङ्की हो फेमस भनेर के खानेकुरा दिन्छन् कि भनेर हेर्छन् तर आज हामीले अहिले एकछिनमा दिन्छौँ हेलो नमस्ते गर नमस्ते गर निदाको ऊ आएको एउटा हेर्नु एउटा निदाइरहेको हेर्नु त घाममा खाना खायो होला नि मस्त निदाइरहेको उसको चाहिँ छोराछोरीको थिएन झुम्रा हेरेर बसेर झुम्रा हाम्रो ग्रुपहरू चाहिँ ऊ गरेर थियो हाम्रो ग्रुपहरू श्रेया आरबी अनि हाम्रो जेठी दिदी हो त्यही नै गर्दैन अझै मयूर हेर्नु त मयूर कस्तो धमाका छ मयूरले धमाका यहाँ यहाँ ढेडु जाने अब हामी यहाँ मात्र नबस्ने धेरै टाइम हाम्रो धेरै काम छ अनि गोही पनि छ ऊ कछुवा कछुवा हेर्नु चाहिँ कछुवा थाहा छ हजुरहरूलाई कछुवा ठोटरी हो कछुवा होइन गोही चाहिँ उहाँ छ गोही स्मारक गोही कसरी हेरेर बसिरहेको कस्तो साँप जस्तरी जिब्रो निकाल्यो के निकाल्यो है त्यो त्यस्तो हुन्छ त हेर यसलाई सिताला लिएर बस है जेठी जेठी यसलाई सिताला लिएर बस्नु कस्तो त है त्यस्तो होइन ल कस्तो त त्यसले माछा खा हो त्यो हेर्न जाने कस्तो उहाँ के लिएर बसेको त्यो हामी चाहिँ धेरै टाइममा बस्न चाहेनौँ किनभने समयको अभावले गर्दाखेरि उहाँ हाम्रो ग्रुप थाहा छ त्यो मन्दिरकै साथी हो भने मैले पहिल्यै पर्माटी त यही चाहिँ हाम्रो जेठो डन हो सुत्यो घाममा गयो छैन लुकाएको त्यही छ मुख चाहिँ लुकायो
ओइ जाऊ न छिटो किन माइजू भन्छु श्रेया चाहिँ हाम्रो बाजा बजाइरहेको छ छोड 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 म श्रेयालाई म लिन्छु ल छोड जाऊ त श्रेया नाच्नु राखी डान्स तर आउँछ अरे नि त तँलाई त हो मैले आज ल हाल्यो हो ल है भाउजू 2x मा गर्छु म भिडियो बनाएको के रे मन्दिर त्यहाँ आइपुग्यो कहाँ गएको थियो त्यो स्प्राइट हेलो हेलो कहाँ जाने यहाँ भन्दा यहाँ माथि यहाँ माथि जानु मिल्दैन तपाईँ त म त जति बाख्रा आयो आइसक्यो भने गीत बजाउ न म नाच्दै खान्छु मम्मी यहाँ बस्नु फोनमै माग्ने पप्पी तपाईँकोमा नेट चल्दैन चम्चा